को एउटा यस्तो पाटो खोतल्दैछौँ जुन सतहमा त्यति देखिँदैन तर भित्रभित्रै एउटा ठूलो भुइँचालोको रूप लिइरहेको छ। कुरा हो स्थापित दलहरूभित्रको आन्तरिक कलहको, जुन बाहिरबाट हेर्दा सामान्य विवाद जस्तो देखिए पनि वास्तविकतामा निकै गहिरो र भनौँ न खतरनाक छ। हो, स्रोतको यो दाबी सुन्दा नै अचम्म लाग्छ। भयानक आन्तरिक कलह बाहिर देखिएको भन्दा भयङ्कर। यसले त सिधै के भन्दैछ भने हामीले जे देखिरहेका छौँ नि त्यो त केवल हिउँको टुप्पो मात्र हो। खासमा त पर्दा पछाडि सिङ्गो राजनीतिक संरचना नै हल्लिरहेको छ। ल, यही दाबीलाई समातेर अब अगाडि बढौँ। ल, यो पुरै विषयलाई बुझ्नका लागि हामी यसलाई 5 भागमा हेर्नेछौँ। सबैभन्दा पहिले यो नदेखिएको सङ्कट के हो, त्यसपछि पुराना दलहरूको उथलपुथल कस्तो छ, यसको सार्वजनिक असर के पर्दैछ, यही मौकामा कसरी नयाँ शक्ति उदाउँदैछ र अन्तमा अब राजनीति कता जाला त। आउनुहोस् सुरु गरौँ। अब पहिलो खण्डमा प्रवेश गरौँ, नदेखिएको सङ्कट। यहाँ हाम्रो विश्लेषणको मुख्य तर्क के हो भने नेपालका ठूला दलहरूभित्रको जुन झगडा छ नि त्यो हामीले सोचेभन्दा कैयौँ गुणा गम्भीर र खतरनाक छ। यो खाली पद र नेतृत्वको लडाईँ मात्रै होइन, यो त पुरै प्रणालीमै आएको सङ्कट हो। यो कुनै सामान्य मनमुटावको कुरा नै होइन। स्रोतले त यसलाई भयानक द्वन्द्व भनेर किटान गरेको छ जसले पार्टीहरूको जग नै हल्लाएको छ। यसको मतलब के हो भने हामी कुनै 2-4 नेताको झगडाको कुरा गरिरहेका छैनौँ, हामी त सिङ्गो राजनीतिक प्रणालीको जगमा लागेको धमिराको कुरा गर्दैछौँ। त्यसो भए प्रश्न उठ्छ, यो सङ्कटको केन्द्रमा को छन् त? कुन दलहरू यो उथलपुथलबाट गुज्रिरहेका छन्? खैर, स्रोतले सिधै नेपालका 2 प्रमुख राजनीतिक शक्तिहरूतर्फ औँला सोझ्याएको छ। हेर्नुस्, स्रोतले के भन्छ भने एकातिर नेपाली कङ्ग्रेस भयानक आन्तरिक कलहमा फसेको छ भने अर्कोतिर कम्युनिस्ट पार्टीहरू गहिरो विभाजनको शिकार भएका छन्। अब यो कुरा किन यति महत्त्वपूर्ण छ? किनभने दशकौँदेखि नेपालको राजनीति यिनै 2 शक्तिहरूको वरिपरि घुमेको छ। जब घरकै मुख्य स्तम्भहरू हल्लिन थाल्छन् तब पुरै घरको धरातल नै अस्थिर बन्नु त स्वाभाविकै हो, होइन र? अनि कुनै बेला बन्द कोठाभित्र सीमित हुने यी लडाईँहरू अब छताछुल्ल भएर बाहिर सडकसम्म, अझ भनौँ सामाजिक सञ्जालसम्म आइपुगेका छन्। कसरी? आउनुहोस् यसको सार्वजनिक असरबारे कुरा गरौँ। स्रोतले 2टा शब्दमा जोड दिएको छ, उदाङ्गो र फेसबुक। मतलब पार्टीभित्रका विवादहरू अब सार्वजनिक रूपमै उदाङ्गो भएका छन्। राजनीतिक झगडाहरूको फैसला अब पार्टी कमिटीमा होइन, फेसबुकको वालमा हुन थालेको छ। यो अब कुनै गोप्य कुरा रहेन, बरु 24 घण्टा चल्ने एउटा सार्वजनिक तमासा जस्तो भएको छ। अब सोच्नुहोस् त, जब नेताहरूको झगडा यसरी सामाजिक सञ्जालमा छडपष्ट हुन्छ त्यसले राजनीतिक बहसमा कस्तो असर पार्ला? पक्कै पनि यसले बहसलाई नै विषाक्त बनाउँछ। मतदातामा निराशा त छँदैछ, त्योभन्दा ठूलो कुरा स्थापित दलहरूको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठ्छ। र हो, यही निराशाको जगमा नयाँ शक्तिको लागि एउटा उर्वर भूमि तयार हुन्छ। त्यसो भए पुराना दलहरूको यो उथलपुथलको परिणाम के त हो? नयाँ शक्तिको उदय। स्थापित पार्टीहरूभित्रको यही अस्थिरताले नयाँ खेलाडीहरूका लागि मैदान कसरी खाली गरिरहेको छ, अब त्यसबारे कुरा गरौँ। 182, यो अङ्कमा ध्यान दिनुहोस् त। स्रोतको शीर्षकमा किन यो सङ्ख्या उल्लेख गरियो होला? यो कुनै सामान्य अङ्क मात्रै होइन, यसले नेपाली राजनीतिमा आउन लागेको एउटा सम्भावित आँधीको सङ्केत गर्छ। खासमा यो 182 अङ्क राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासपाको राजनीतिक महत्त्वाकांक्षासँग जोडिएको छ। स्रोतले सङ्केत गर्न खोजेको कुरा के हो भने जब पुराना दलहरू आफ्नै घर झगडामा व्यस्त छन्, ठिक त्यही बेला एउटा नयाँ शक्ति उनीहरूलाई नै विस्थापित गर्ने ठूलो लक्ष्यका साथ मैदानमा उत्रिएको छ। त्यसैले यो केवल एउटा नयाँ पार्टीको उदयको कथा मात्र होइन, यो त राजनीतिक शक्तिको सम्भावित हस्तान्तरणको सङ्केत पनि हो। राजनीतिशास्त्रमा यस्तो अवस्थालाई पोलिटिकल भ्याक्युम वा राजनीतिक रिक्तता भनिन्छ। मतलब जब पुराना र स्थापित शक्तिहरू कमजोर हुँदै जान्छन्, उनीहरूले जनताको विश्वास गुमाउँछन्, तब राजनीतिमा एउटा खाली ठाउँ बन्छ। स्रोतको विश्लेषण अनुसार नेपालमा अहिले ठिक त्यस्तै भइरहेको छ र त्यो खाली ठाउँ भर्नका लागि नयाँ शक्तिहरू तम्त्यार भएर बसेका छन्। ल, अब अन्तिम खण्डतिर लागौँ। यी सबै उथलपुथलले आखिर नेपालको राजनीतिलाई कता लैजाँदैछ त? यसको बृहत्तर प्रभाव के हुन सक्छ?
त्यसो भए के अब स्थापित पार्टीहरू यसरी नै आन्तरिक लडाईँमा फसिरहँदा नेपालमा एउटा आधारभूत राजनीतिक परिवर्तन हुनु अनिवार्य जस्तै भइसक्यो त? स्रोत सामग्रीले देखाएको चित्र हेर्दा त संकेत त्यस्तै मिल्छ। पुराना दलहरूको यो कलहले उनीहरूलाई कमजोर मात्रै बनाएको छैन, यसले एउटा नयाँ राजनीतिक युगको ढोका पनि खोलिदिएको छ। अब प्रश्न यो रहेन कि परिवर्तन हुन्छ कि हुँदैन, खास प्रश्न त यो हो कि त्यो सम्भावित परिवर्तनले देशलाई कुन दिशामा लैजाला।